नक्कली निम्तो अनुमोदन गराएर दल बल सहित अमेरिका उड्दै मन्त्री गुप्ता। जेन्जी आन्दोलन पछिको देशको अवस्था सहज बनाउन 6 महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फँसेका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले फर्जी आयोजक र फर्जी निम्तो पत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएका छन्। मन्त्री परिषदको सोमबारको बैठकबाट अमेरिकामा आगामी 3 माघमा आयोजना हुने रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन्जी रिभोल्युसन सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ। नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखनमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्री परिषदद्वारा भ्रमण स्वीकृत गराउनु अनियमित र गैर जिम्मेवार भएको भन्दै विरोध सुरु भएको छ। नागरिक सरकारमा बसेका मन्त्रीको विदेश भ्रमण मोह विषयमा चौतर्फी आलोचना भइरहँदा समेत अस्तित्वमै नभएका आयोजक खडा गरेर भ्रमणमा जानुले जेन्जी आन्दोलन र सुशासनको नाराको मजाक भएको भन्दै राजनीतिक तथा प्रशासनिक वृत्तमा आलोचना भइरहेको छ।